ढुक्क तिमीहरूको जिन्दगी होइन यो पैसा सापट लानले सम्झिने हो कि दिनले सम्झिने हो 40वटा समस्या देखाएर पैसा लयो 80वटा समस्या देखाउँदा नि आफ्नो पैसा आउँदैन त भाइ लाने मान्छे सन्चै छ दिनलाई छटपटी पैसा माग्दा माग्दा उल्टो भिगाडी त आफै जस्तो भयो त तपाईले पैसा कसैलाई सापटी दिनु भएको छ र फर्काउने बेलामा दिँदै दिँदैन माग्दाखेरि पनि वाक्क भइसकेको हुन्छ त्यो पैसा दिने बेलामा त क्या मजाले हैन अब मलाई काम परेछ मेरो व्यथा मेरो उयो भनेर त्यहाँ मजाले हामी दिन्छौँ सबैजनाले हेल्पिङ नेचर हुन्छ सपोर्टिङ नेचर सपोर्ट गर्छौँ तर त्यही पैसा इन ब्याक दिनु पर्दाखेरि आम्माम आफ्नै पैसा नि भिकै माग्नु पर्छ क्या सो कसको चाहिँ त्यस्तो भएको छ र कसको चाहिँ पैसा खाएर कतिजना त भागेको पनि होला क्या त्यो तपाईहरु चाहिँ त्यस्तो सिचुएसनमा के चाहिँ गर्नुहुन्छ लाइक इफ इट्स अ ह्युज अमाउन्ट मेरो पनि एउटा त्यस्तै केस भइरहेछ एन्ड पैसा लिनु अति गाह्रो भइरहेछ क्या सो व्हाट शुड आई डु एन्ड तपाईहरुले चाहिँ के गर्नु भएको थियो प्लिज डु कमेन्ट डाउन बिलो अब इट्स अ फ्याक्ट हैन सबैको लाइफमा हुन्छ क्या हामी कसैलाई सापटी दिन्छ र लिँदाखेरि कति गाह्रो हुन्छ क्या हुन्छ नि धेरै मान्छेले भनेछ क्या यो कुरा आफूले भिख मागे जस्तो फिल हुन्छ क्या त्यही भएर पैसाको मुख कालो हुन्छ एकदम विश्वास गरेर कागजहरू गरेर पेपरवर्क गरेर मात्रै जो पैसा दिनुस् या उयो गर्नुस् नत्र त्यही मान्छे पहिला आफ्नो एउटा बेस्ट फ्रेन्ड हुन्थ्यो नि त्यही मान्छे दाजुभाइको एउटा नाता नै बिग्रिन्छ क्या थ्याङ्क्स फर वाचिङ